नभत्ताने के जाने रियल सब्सक्राइबरलाई नभत्ताने रियल सब्सक्राइबर दुईजना रेडी भयो रेडी भयो जस्तो लाग्छ। स्वागत छ साथीहरू नयाँ ब्लगमा। आज चाहिँ म इन्डियातिर जाँदैछु। अहिले चाहिँ ठुल्मम्मीको घर छु। 12 बजेको टिकट थियो, गाडी 12 बजे आउँछ भनेको थिएँ। 12:30 भइसक्यो, अझै आएको छैन। अझै 15-20 मिनट लाग्छ होला। म रेडी भएर बसिसकेको छु। छोड्नको लागि मेरो 2 भाइ जाँदैछन्, 2टा भाइहरू रेडी हुँदैछन् केटाहरू भित्र। के लगायो खै मलाई लगाइदेऊ न, मलाई लगाइदियो। मेरो त चिसो हो नि फेरि कपाल। आशिष कपाल चिसो हो के हुन्छ फेरि? के हुन्छ 2 दिनसम्म हो नि फेरि धुनुपर्छ। साँझमा भन्छ है। कहाँ धुनु त अनि बाटामा टाउको पखाल्ने, चिसो टाउको लिएर हिँड्नु आएन। अझै फोन हान्छु भन्थ्यो कि मुर्गी आएपछि फोन हान्नु भनेको मैले। छिटो म गएँ मम्मी, अब हामी गयो फोन गर्छु। पुगेपछि नपुग्दै थिएँ, गाडीमा चढेपछि पनि फेरि इन्डिया पुगेपछि नि म आफ्नो गरेको के ठुल्मम्मी भिडियोमा देखिन पर्दा त्यो गरेँ तपाईँको चिन्ता नगर्नु। ए अब चाहिँ हामी जाँदैछौँ। पछाडि भाइ आएको छ होइन, हामीलाई त हिँडाल्ने हो हिँडाल्ने। म त पछाडि बस्ने होला नि, झोलासँग मिल्दैन। त अब चाहिँ म जान्छु राजा छोडेर। हामीसँग बसेको यताउता भइरहेको मिस गरिरहेको छु केटाहरूलाई होइन। अनि हाम्रो भाइ कहाँ गयो भाइ? फोन हानेको छ, अब एकछिनमा आउँछ। आइसक्यो। चनौटा आउँदैछ है, मिडियाबाट अगाडि लाग्यो। चनौटा आउँदैछ। गाडीको पछाडि पुरा उफारी यसरी उफाल्दै लिएर हिँडिरहेको छ। पछाडि अगाडि ठाउँ नपुगेर पछाडि बसेको होइन। चनौटा आयो है साथीहरू। म त सुतिरहेको भन्दा एकैछिन रोकिरहेको छ। फेरि यहाँदेखि गाडी जान्छ। ओके गाइज, कृष्णनगर आइयो र कृष्णनगर आउने अनि पानी पनि आउने भयो। कृष्णनगर बोर्डर पास गर्दैछौँ हामीहरू चाहिँ। यसपछि चाहिँ अर्को इन्डियाको गाडीमा अगाडि जाने हो। नेपाली भाइहरू पनि हुनुहुन्छ। मेरो इन्ट्री भइसकेको छ। मेरो इन्ट्री भइसकेको छ इन्डियामा। अनि गाडीमा कन्फर्म गर्नेछौँ गाडी, अनि त्यस पछाडि चाहिँ हामी जानेछौँ। कहाँसम्म पुऱ्याउँछ एउटा गाडी चेन्ज पनि गर्नुपर्ने हुनसक्छ। गाडी त फिक्स भयो। टिकट चाहिँ सिटको टिकट काटेको होइन, अनि क्याबिनमा हालिदियो।
यो चाहिँ मैले बुटोलबाट जसकोबाट काटेको थिएँ, म योमा पनि राखिदिन्छु होइन। यसरी धोका दिने उबाट चाहिँ नकाट्नु होला भन्छु म चाहिँ होइन। तपाईँको इच्छा गर्नु के हुन्छ फरक पर्दैन। मलाई चाहिँ राम्रो लागेन, किनकि सिट भनेर पहिले नै बुकिङ गरिसकेपछि अनि पैसा पनि त्यही हिसाबले दिइसकेपछि पछाडि चाहिँ क्याबिनमा त्यो पनि 9-10 जनालाई कोचेर राख्ने त्यो यो एटलिस्ट सुहाउँदैन होला होइन। यो चाहिँ कहाँसम्मको इमान्दारी त हो होइन। मलाई चाहिँ त्यति छिटो बुझेन, सो म चाहिँ भनिदिइहालेँ। अनि म चाहिँ जसको टिकट काटेको थिएँ त्यसको टिकट पनि म अगाडि राखिदिन्छु, हेर्नु होला अनि आफै सचेत हुनु होला। अहिले चाहिँ हामीलाई मूत्र विसर्जनको लागि रोकेको छ होइन। अब यस्तो कुरा चाहिँ भन्न नहुने, तर कस्तो भन्दाखेरि टोयलेट नै दिन्न अनि खुल्लामा गएर गर्नु भन्छ होइन। यिनीहरूलाई आफैलाई जो प्रकृतिको चिन्ता छैन क्या, माया छैन, सफा राख्नुपर्छ भन्ने चाहिँ छैन। गर्नु बाध्यता छ, दिउँसोमा त सकिँदैन, रातिमा भएर चाहिँ